नमस्कार, म गोपीलाल जोशी, रूपा गाउँपालिका वडा नम्बर 5 देउराली फेदी म बस्छु र यहाँ सानो एउटा सङ्ग्रहालय बनाइरहेका छौँ। हामीले यहाँ केही सामग्रीहरू सङ्कलन गरेका छौँ जसको नाम बहुजातीय सांस्कृतिक सङ्ग्रहालय रहेको छ। र अहिले हामीले यहाँ पञ्चेबाजाको रूपमा यो जुन एउटा शुभ विवाह लेखिएको छ, यो सन्दर्भमा यहाँ एउटा चामदानी छ, पञ्चेबाजाहरू छन्, यो सोली छ, यो विवाहमा प्रयोग गर्ने, यो विवाहमा प्रयोग गर्ने पेटारो भन्ने छ यहाँ हैन भन्ने यी सामानहरू छन्। अनि बिस्तारै यहाँ यो दही मत्ने हिजोआज मेसिनले दही मत्न थालेका छन्। अब बाजाको सन्दर्भमा यो सारङ्गी भयो, यहाँ भरुवा बन्दुक अनि विविध हात हतियारहरू, पुराना हात हतियारहरू, अब यो बाजाहरू भए। अनि यहाँ माथि यो पुरानो जमानामा हामीले मान्छे बिरामीहरू बोक्दा अशक्त व्यक्तिलाई बोकेर लाने यो चाहिँ मान्छे माछा मार्नेको साधनहरू भए, जाली भयो, यी विभिन्न किसिमका छन्। अनि यो चाहिँ तुलो भयो। अब हामीले बालबच्चाहरूलाई हाम्रो प्राथमिक विद्यालयमा पढ्ने बालबच्चाहरूलाई यो तुलो, त्यसपछि यो अब स्ट्यान्डर्ड इकाइमा नापिने भयो। त्यसपछि अहिले आएर यस्ता किसिमको प्रयोग हुने सामग्रीहरू भए, तरल पदार्थ नाप्ने भए। अब अहिले हलोहरू अब हराउन थालिसके। त्यसमा मान्द्रो, यो मान्द्रोको रूपमा भए हैन, यो भकारी भए, डाल यो कोठो भए। अनि फेरि यो सामग्री भनेको चाहिँ तपाईँको यो हिजो हामीसँग कपास हुन्थ्यो, कपासलाई चाहिँ त्यसको कपासमा दाना हुन्थ्यो, त्यो दाना निकाल्नको लागि भनेर यहाँबाट यो ह्यान्डल घुमाएर यहाँबाट कपास हालिन्थ्यो भने यहाँबाट दाना झर्थ्यो, उता कपास जान्थ्यो। अनि यो चाहिँ त्यही कपासलाई खुकुलो बनाउनको लागि हानेर प्रयोग गर्ने, यो चाहिँ अब तानको सामग्रीहरू भए। त्यसै गरेर यो तपाईँको सबैले देखेकै कुरा हो नि, यो फड्कनु भनिन्थ्यो। यसमा हामी भतेरहरू पकाउने र खुदोहरू पकाउने, खुदो पकाउँदाखेरि यसले चलाउने गरिन्थ्यो। यो चोबो भनेर भनिन्छ, यो चोबो भयो। त्यसै गरी बाँसले बनेका विभिन्न सामग्रीहरू भए। त्यसै गरेर यो अब दाम्लो बनाउनको लागि प्रयोग गर्ने, बाब्योबाट दाम्लो बनाउने सामग्री भए। यो चाहिँ पुरानो जमानामा माथि लेकतिर पनि र यहाँ पनि दही मोच्ने वा विभिन्न किसिमको चियाहरू बनाउने पनि गर्छन्। यो चुल्हा, विभिन्न किसिमको चुल्हाहरू भए। र यहाँ काठका विभिन्न सामग्रीहरू भयो। यो साना चिजहरू छन् यहाँ, गरियो भयो, सिमाङ्ग भयो, पुङ्गो भयो, विभिन्न ठाउँ अनुसारको नाम पनि यहाँ प्रयोग गरिन्छ। यो त्यो लौकाको एउटा गौवा छ, लौकाको जुन भित्र गुदी निकालेर यो एउटा यसको गौवै भन्नु पर्यो। यसरी विभिन्न किसिमका हाम्रो यहाँ सामग्रीहरू रहेका छन्। सामान्य एउटा यो भनेको चाहिँ हाम्रो देउराली रूपा 5 देउराली मुनि रहेको हाम्रो पौवामा भक्ति थापाद्वारा त्यस बेलामा बनाएको पौवाको अवशेषहरू रहेको यो ढुङ्गाहरू, इँटाहरू रहेको छ। त्यसै गरी इलेक्ट्रिक सामग्रीहरू विविध समयमा हामीले प्रयोग गरेका इलेक्ट्रिक सामानहरू भए। यो हिजो हामी पढ्दाखेरि टुकी बालिन्थ्यो, त्यसै लालटिन बालिन्थ्यो, मैन्टोल बालिन्थ्यो। त्यसै गरेर हाम्रो यो विभिन्न किसिमका चाबीहरू भए, यो चाबी भए। त्यसपछि यो तालो भन्छ, यो पनि चाबी के अरे हाम्रो गरालो निकाल्नको लागि प्रयोग गर्ने। यस्तै विभिन्न किसिमका सामग्री रहेका छन्। अनि त्यसपछि यो अब काठे मौरीको घात देखाउन खोजेको विभिन्न चराहरूको, विभिन्न किसिमका चराहरूको अथवा अन्य किराहरूको यो गुणहरू भए। यो चाहिँ पुरियो भन्छ यसलाई। यो हामीले धानको बाला काटेर धानलाई राम्रोसित सुरक्षित बिउ बनाउन राखिने यो पुरियो भयो। त्यसै गरेर हाम्रो पहिला खच्चडद्वारा सामग्री बोक्थ्यो, यो त्यसलाई घन्टी लगाएर यसरी तयारी गरिन्थ्यो हामीले। त्यसै गरेर स्याखोहरू भए, टोपहरू भए आदि इत्यादि सामग्रीहरू यहाँ विभिन्न व्यक्तिहरूले दिएर यहाँ सङ्कलन गरेको छ। त्यसै गरी रूपा गाउँपालिका वडा नम्बर 5 र रूपा गाउँपालिकाले बजेट दिएर हामीले यो पञ्चेबाजाहरू सङ्कलन गरेका हौँ। त्यसै गरेर यो बाजा चाहिँ लेखनाथ उद्योग वाणिज्य सङ्घले दिएको हो। यो एउटा बाजा चाहिँ नरसिंह चाहिँ यसरी हामीले विभिन्न ठाउँबाट आफ्नो मनबाट इच्छुक भएर दिन चाहने व्यक्तिहरूले हामीले यो सङ्कलन गरेका छौँ। र अझ पनि इच्छुक हुनुहुन्छ भने कोही व्यक्तिसँग यस्ता सामग्री छन् भने हामीले चाहिँ तपाईँहरूले त्यो सामग्री दिन सक्नुहुन्छ। अहिले यो फेदीमा छ,
भोलि हाम्रो वडामा पनि जान सक्छ यो सामग्रीहरू। एउटा राम्रो भवन बनाएर यो सामग्रीहरू हामी त्यहाँ राख्न सक्छौँ। र रूपा गाउँपालिकाको तर वडा नम्बर 5 तथा रूपा गाउँपालिकै एउटा यो सङ्ग्रहालय, बहुजातीय सङ्ग्रहालय हुन सक्ने सम्भावना बोकेको हुनाले तपाईँहरूसँग यस्ता चिजहरू छन् भने उपलब्ध गराइदिनु होला। धन्यवाद।